ओके, यसको चाहिँ हामीलाई सम चाहिएको हो। क्यालकुलेसन हेर्नुहोस् है, तपाईँले क्रस चेक गर्नुहोस्। अब यसको हामीलाई सम चाहिएको, सम गर्नु 45.8 प्लस 25.98 प्लस 5.18 प्लस 6.27 प्लस 34.6 गरेर आयो 117.84 117.84। अब यसको त हामीलाई के चाहिएको छ, सम चाहिएको हो। त्यसले गर्दाखेरि 117.84 यसलाई रुट गरिदिनुहोस्। रुट 117.84 गर्दाखेरि 10.86% आयो। ल, ए र बी को सक्यो। यो हामी हिजो गरेको कुरा, कोही नौलो कुरा होइन, दुइटैको गरौँ भने हामीले दुइटैको गरिदियौँ। सी नम्बरमा फेरि के भन्यो, क्यालकुलेट द कोफिसिएन्ट अफ भेरिएन्स अफ स्टक ए एन्ड स्टक बी भन्यो। सिबी निकाल भन्यो। सी नम्बरमा अब हामीले के गर्दा सिबी अफ ए को सिबी निकाल्ने। ए को लागि के त अब सिग्मा डिभाइडेड बाई इआरए भनेको सिग्मा कति आएको छ ए को हेरौँ, तपाईँको 7.1 डिभाइडेड बाई इआरए भनेको 9.4। ओके, 7.1 डिभाइडेड बाई 9.4 गर्दा 0.7553 आयो। सिमिलरली सिबी अफ बी स्टक बी लेख्नु भयो, सिग्मा बी डिभाइडेड बाई इआरबी भन्नु पर्यो। सिग्मा बी कति छ हाम्रो 10.86 डिभाइडेड बाई यो आएको छ हाम्रो कति त 11.4। ओके, 10.86 डिभाइडेड बाई 11.4 यो गर्दाखेरि 0.9526। ओके, सिबी पनि आयो। यो हामीले हिजै गरिसकेको रिपिटेड नै थियो। ओके, अब यसपछि डी नम्बरमा हामीलाई के सोधेको छ त भने, डी नम्बरमा इट इज पोसिबल द्याट मस्ट इन्भेस्टर माइट रिगार्ड स्टक ए एज बी लेस रिस्की द्यान स्टक बी भन्यो। त्यसले भन्नु खोजेको के त, स्टक ए चाहिँ स्टक बी भन्दा के छ त लेस रिस्की छ त भनेर सोधेको छ होइन। स्टक बी भन्दा स्टक ए चाहिँ रिस्की छ त भनेर सोध्छ। अब यो रिस्की छ कि छैन हेर्ने, केबाट हेर्ने भनेर चाहिँ मैले जहिले पनि मैले हेर्ने भनेको सिबीबाट हेर्ने भनेको छु। सिबी हेर्ने, सिबी कुनमा कम छ त, एमा नै कम छ, किनभने बीमा त बढी छ भनेपछि एमा भन्दा बी के अरे बीमा भन्दा एमा कम छ त भनेर सोधेको छ। यहाँ चाहिँ लेस रिस्की देन स्टक बीमा भन्दा स्टक एमा कम छ त भनेर छ भन्नु पर्यो, यस भन्नु पर्यो, एक्सप्लेन पनि हुने त। अब यस लेखेर मात्रै त भएन, सिम्पल ल्याङ्ग्वेजमा लेख्दै हुन्छ। डी नम्बरमा यस मस्ट इन्भेस्टर, ल्याङ्ग्वेज चाहिँ आफ्नो ल्याङ्ग्वेजमा जसरी लेख्नु हुन्छ है, तर मिल्न चाहिँ पर्यो। इन्भेस्टर might regard, उसके ल्याङ्ग्वेज में लिखना है, stock A is being less risky than stock B। हो भनेर लेख्यौँ। अब एक्सप्लेन गरौँ चाहिँ अन्त रिजन पनि दिउँ, बिकज total risk
Recording in progress. लेस रिस्की भन्नु पर्यो नि लेस देन रिस्कीको माथि भन्न सकिन्छ स्टक बी द्याट इज 0.7553 is less than 0.952. त्यो डिटेलमा भयो यसरी चाहिँ हामीले के गर्छ त नि भनेको तपाईलाई चाहिँ इन्टरप्रेट गर्नु पर्यो जहिले पनि केबाट इन्टरप्रेट गर्नुपर्छ त सिबीबाट गर्ने इन्डिभिजुअल सोध्यो भने इन्डिभिजुअल गर्ने भनेर हामीले सिकि पनि सकेका छौँ यदि छैन भने चाहिँ जहिले पनि हामीले के गरौँ त सिबीबाट गर्ने ओके अब ई नम्बरमा हेरौँ ई नम्बरमा के सोधेको छ ई नम्बरमा हामीले सोधेको छ वाट आर द कोभेरिएन्स एन्ड कोरिलेसन कोएफिसिएन्ट बिट्विन रिटर्न एफ ए एन्ड रिटर्न बी भनेर कोभेरिएन्स निकाल कोरिलेसन निकाल हैन यसको फर्मुला हामीले गरिसकेको छौँ फर्मुला के हो त कोभेरिएन्सको फर्मुला पहिला कोभेरिएन्स हामीले सिओबी भन्छौँ हैन सिओबी एबी COB AB is equal to summation दुईटैको इन्डिभिजुअल देखाइदिन्छ समेसन RA minus ERA RA minus ERA यसलाई यसरी लाभ ब्र्याकेटमा राख्नु फेरि के गर्छ B को पनि RB minus ERB यो इन्टु के गरिदिन्छ PJ फेरि हाम्रो चाहिँ हिस्टोरिकल थियो भने डिभाइड बाई एन माइनस वान गर्नुपर्छ थियो ओके अब हामीलाई के चाहिएको छ त समेसन आरए माइनस इआरए र मल्टिप्लाई गर्ने केसँग त आरबी माइनस इआरबीसँग मल्टिप्लाई गर्ने फेरि पिजेसँग मल्टिप्लाई गर्ने भनेपछि के गर्नु पर्यो अब यसलाई सम अफ है यही टेबललाई एउटा टेबल एड हुन्छ अब हाम्रो म्याक्सिमममा टेबल एड हुने भनेको यति हो अब यसमा एउटा टेबल एड हुने त्यो एड हुने भनेको चाहिँ के हो त हाम्रो यहाँ मेरो चाहिँ यहाँ अटेन मैले यहाँ माथि नै गर्ने भएँ तपाईहरुले त्यसरी माथि गर्न पाएन साइडमै लानुपर्छ मैले चाहिँ यहाँनिर गरेँ ल नअटेको भएर कसैलाई के कन्फ्युज छ सोध्नु सक्नुहुन्छ है सोध्नु भने के चाहियो हामीलाई यहाँ आरए माइनस इआरए आरबी माइनस इआरबी आरबी माइनस इआरबी into PJ गर्यो हैन त्यो अहिलेको फर्मुला सारे के गर्यो भने त RA सबै हटाइदिएला तपाईले बुझ्न सजिलो हुन्छ के गर्नु भनेको छ त यसले RA minus ERA र RB minus ERB लाई मल्टिप्लाई गर अनि हेर PJ ले मल्टिप्लाई गर भनेर यो मल्टिप्लाई गर्ने भनेको 14.4 into 21.4 into 0.1 यसमा 4.4 into 11.4 into 0.2 गर्नु त्यसरी नै हल गर्दै जाने हो ठीक छ ल अब सुरु गरौँ क्याल्कुलेट गर्नलाई क्याल्कुलेसन एरर चाहिँ हुनु भएन है क्याल्कुलेसन तनाव हुन्छ ओके 14.4 into 21.4 into 0.1 गर्दाखेरि आयो 30.82 तपाईले त उतै देखाउँछु ल म चाहिँ यहाँ देखाएँ 30.82 त्यसैगरी अर्को नेक्स्ट 4.4 into 11.4 into 0.2 14.4 into 11.4 into 0.2 यो आयो 10.03 10.03 अर्को 6 0.6 3.6 र 0.4 मल्टिप्लाई गर्ने 0.6 into 3.6 into 0.4 यो आयो 0.86 अर्को 2.6 5.6 र 0.2 मल्टिप्लाई गर्ने
2.6 into 5.6 into 2 0.2 so आयो 2.91 last one 15.6 18.6 र 0.1 ले मल्टिप्लाई गर्ने ओके यो गर्दाखेरि आयो 15.6 into 18.6 into 0.1 गर्दा 29.02 ओके यसको त हामीले सम पाएको हो यसलाई सम गरिदिउँ अब 30.82 plus 10.03 plus 0.86 plus 2.91 plus 29.02 okay यो आयो सम यसको 73.64 okay अब यो 73.6 को जुन आएको छ हाम्रो के भयो त एन्सर नै त्यही भयो किन त्यही नै चाहिएको हामीले यसलाई रुट गर्नु छैन केही छैन एन्सरै कति रहेछ त 70.34 रहेछ ओके यति भइसकेपछि कोभेरियन्स आयो अब कोरिलेसन सोधेको छ कोरिलेसन इज इक्वल टु के हो त कोरिलेसन एबी इज इक्वल टु के भनेको मैले यो एकैछिन सर यो फर्स्ट लाइनमा जुन चाहिँ नि यो मल्टिप्लाई गर्यो नि सर यो अहिले 30.82 माइनस आउनु पर्ने हो कि नेगेटिभ हैन माइनस माइनस प्लस हुन्छ नि त सर पीजे पोजिटिभ नै भयो 0.01 हजुर अनि यो आरए माइनस ईआरले चाहिँ माइनस यो पनि माइनस छ जति म यहाँ तपाईलाई अर्को पाराले गरेँ यो माइनस हो आरबी माइनस ईआरबी त पोजिटिभ नै छ हैन सर यो का माइनसै छ नि आरबी वाला ए नेगेटिभ हजुर नेगेटिभ नै छ है नेगेटिभ पोजिटिभ भयो मल्टिप्लाई गर्दा चाहिँ के हुन्छ ओके अब हाम्रो के हो त कोरिलेसनको फर्मुला चाहिँ आरएबी इज इक्वल टु सिओबी डिभाइडेड बाई सिग्मा ए सिग्मा बी सिओबी भर्खर निकालिहालेको छौँ 73.64 डिभाइडेड बाई सिग्मा ए र सिग्मा बी हामीले अघि निकालेको छौँ स्ट्यान्डर्ड डेभिएसन तपाईँले यहाँ हेर्न सक्नुहुन्छ हैन स्ट्यान्डर्ड डेभिएसन ए भनेको 7.1 इन्टु न्युमेरिकल गर्दा चाहिँ पोइन्ट नदेखाउनुहोस् ल यसो फर्मुलाहरुले पोइन्ट युज गर्नुहोस् मल्टिप्लाई युज नगर्नुहोस् अनि न्युमेरिकल भ्यालु राख्दा चाहिँ यसरी 7.1 इन्टु भनेर नदेखाउनुहोस् ल यो राम्रो हुँदैन यो राम्रो रङ देखिन्छ 7.1 इन्टु सिग्मा बी चाहिँ कति हुन्छ सिग्मा बी 10.86 ओके यसलाई क्याल्कुलेट गरौँ अब 7 पहिला तलको गरौँ 7.1 into 10.6 आयो 73.6 डिभाइडेड बाइ 80 ओके कोरिलेसन कति आयो त 0.955 ओके अब कोरिलेसन आइसकेपछि कोरिलेसनलाई चाहिँ तपाईलाई अलिकति मैले कन्सेप्ट पनि दिन्छु है एउटा त्यो क्वेसन पनि गर्छौँ हामीले म एउटा एड गर्छु भोलिको आज हैन भोलिको क्लासमा एउटा कोरिलेसनको चाहिँ एउटा चाहिँ एड गर्नुपर्छ कोरिलेसन चाहिँ इन बिट्विन जहिले पनि के हुनुपर्छ त कोरिलेसन चाहिँ इन बिट्विन जहिले पनि +1 -1 इन बिट्विन हुनै पर्छ म्याक्सिमममा 1 आउनु पर्यो हुन्छ मिनिमममा -1 हुन्छ है 0 पनि आउन सक्छ जस्तै तपाईको अहिले के आयो त 0.955 भनेको नियरली के आयो त +1 हो नि त भनेको यो त पर्फेक्ट पोजिटिभ कोरिलेसन भन्छ यसको यो दुईटा स्टक ए र बी कोरिलेसन चाहिँ के रहेछ त पर्फेक्ट पोजिटिभ कोरिलेसन रहेछ भन्छ यदि यही एन्सर कहिले नेगेटिभ पाइन सक्छ नेगेटिभमा यही -0.955 आएको थियो भने चाहिँ पर्फेक्ट नेगेटिभ कोरिलेसन भन्छ अब कहिलेकाहीँ चाहिँ के हुन्छ त 0 आइदिन सक्छ 0 आयो चाहिँ नो कोरिलेसन भन्छ हैन कोरिलेसनै छैन भन्न खोजेको भनेको यिनीहरूको कुनै रिलेसन छैन भन्ने एन्सर 0 आयो भने रिलेसन छैन नो कोरिलेसन नेगेटिभमा आयो भने रिलेसन छ तर नेगेटिभ रिलेसन छ एउटा बढ्यो भने अर्को घट्ने अर्को घट्यो भने अर्को बढ्ने भन्ने कुरा बुझिन्छ हैन अपोजिट रिलेसन हुन्छ नेगेटिभमा आयो भने पोजिटिभमा आयो भने के हुन्छ त यदि त्यो रिस्क बढ्यो भने ए को रिस्क बढ्यो भने बी को रिस्क बढ्छ ए को रिटर्न बढ्यो भने बी को रिटर्न बढ्छ ए को रिस्क घट्यो भने बी को रिस्क घट्छ ए को रिटर्न घट्यो भने बी को रिटर्न घट्छ भन्न खोजेको त्यो चाहिँ पोजिटिभ कोरिलेसन भन्नु भने हुन त धेरै छ तर
तपाईहरुलाई चाहिँ अहिले एउटा चाहिँ पोजिटिभ कोरिलेसन र नेगेटिभ कोरिलेसन बुझ्यो हुन्छ अब यसको चाहिँ तपाईको मोडरेट कोरिलेसन भन्ने हुन्छ हैन पर्फेक्ट पोजिटिभ कोरिलेसन भन्ने हुन्छ त्यो डिटेलमा चाहिएन के बुझ्नु पर्यो त त्यसो भए 0.5 आयो भने पनि प्लसै मान्नु पर्यो हामीले प्लस आइसी धेरै जस्तो तपाईँ 0.05 आयो भने पोजिटिभ कोरिलेसन भनेको हजुर हैन जेरो आयो भने मात्रै नो कोरिलेसन तर के हो त यो चाहिँ को रिलेसन एकदम कम छ के पोजिटिभमा छ तर रिलेसन चाहिँ एकदम कम भयो नि त किन जेरोसँग नजिक छ नि त हैन त्यसले गर्दाखेरि चाहिँ के त रिलेसन चाहिँ छ तर एकदम कम पोजिटिभ रिलेसन छ यदि त यो चाहिँ के हो त 1 सँग अगाडि छ नि त त्यसले गर्दाखेरि यो चाहिँ के त पर्फेक्ट पोजिटिभ कोरिलेसन भयो अब तपाईको यदि 0.5 आइदियो भने त्यो चाहिँ बिचमा मात्र पर्यो नि हो हैन 0 र 1 को बिचमा पर्यो भनेको चाहिँ के हो त मोडरेट कोरिलेसन भन्छ यसलाई अहिले हाम्रो त्यो मोडरेट सोर्टेड चाहिँ चाहिएन अब म भोलि एउटा न्युमेरिकल पनि लिएर आउँछु खास हाम्रो चाहिँ के तीनटा मात्र एउटा पर्फेक्ट पोजिटिभ हुँदाखेरि के हुन्छ नेगेटिभ कोरिलेसन हुँदाखेरि पर्फेक्ट नेगेटिभ कोरिलेसन के हुँदा के हुन्छ र नो कोरिलेसन हुँदाखेरि के हुन्छ भन्ने कुरा हामी एउटा एक क्वेसन लिएर आउँछौँ त्यसमा तपाईँको ओके ई नम्बरको पनि सक्यो अब हामी नेक्स्ट ई सकेपछि अब हामी यफ नम्बरमा जाउँ यफ भनेको छ इफ सर यो कोरिलेसनलाई ल्याङ्ग्वेजमा अलिकति लेखिदिनु पर्दैन सर होइन नसोधेको कुरा लेख्नु पर्दैन ए ओके हजुर जुन कुरा हामीलाई इन्टरप्रेट गर एक्सप्लेन गर भन्छ त्यो कुरालाई मात्रै लेख्ने अरूले लेखेर पर्दैन लेखेर बिग्रिँदैन हैन तर नलेखेर मार्क्स काटिने लेखेर बढी मार्क्स आउने होइन तर सोधेको कुरामा चाहिँ लेखेर नै मार्क्स काट्ने कि तपाईँले लेखेर मार्क्स काट्दैन झन् राम्रो भयो किनभने नचाहेको कुरा लेखेर अर्को क्वेसनलाई किन तपाईँले टाइम दिएर बिगार्ने होइन ओके अब यफ नम्बर भनेको छ अब चाहिँ हाम्रो चाहिँ यो के हो त पोर्टफोलियो है अब पोर्टफोलियोको चाहिँ अलिक राम्रोसँगले बुझ्नुपर्छ हाम्रो भर्खर सुरु भएको मैले फर्मुले पनि गरेँ होइन अब फर्मुले पनि गरिदिन्छु र तपाईँहरूलाई क्वेसन पनि गरिदिन्छु यो यफ नम्बरमा चाहिँ के भनेको छ भने इफ यु फ्रम अ पोर्टफोलियो कम्प्रेसिङ 60% स्टक ए एन्ड 40% स्टक बी वाट आर द एक्सपेक्टेड रिटर्न एन्ड स्ट्यान्डर्ड डेभिएसन अफ पोर्टफोलियो भनेको यसलाई म राम्रोसँग बुझाउँछु पहिला कन्सेप्ट बुझाउँछु अनि पोर्टफोलियो भनेको चाहिँ के हो भने योभन्दा अगाडिसम्म तपाईँको एबिसिडी गर्नुभयो यसमा चाहिँ के हो त हामीले कम्पेयर गर्यौँ ए स्टक राम्रो रहेछ कि बी स्टक राम्रो रहेछ एमा इन्भेस्ट गर्ने कि बीमा इन्भेस्ट गर्ने होइन ए को रिटर्न कति रहेछ बी को रिटर्न कति रहेछ ए को रिस्क कति रहेछ बी को रिस्क कति रहेछ ए र बी को रिलेसन कस्तो रहेछ भनेर निकालेको इन्डिभिजुअल स्टकको हामीले एनालाइसिस गर्यौँ भनेको चाहिँ जस्तै एक्सपेक्टेड रिटर्न ए को कति रहेछ बी को कति रहेछ स्ट्यान्डर्ड डेभिएसन ए को कति रहेछ बी को कति रहेछ त्यसै गरी सिबी रिस्क पर युनिट ए को कति रहेछ बी को कति रहेछ होइन अनि कुन चाहिँ स्टक चाहिँ लेस रिस्की रहेछ भन्ने कुरा बीले भन्यो ईले चाहिँ यिनीहरूको रिलेसन कोभेरियन्सले नै रिलेसन देखाउँछ कोरिलेसनले रिलेसन देखाउँछ हिजो नि मैले फर्मुलेट गर्दा भनेको थिएँ अब यसमा के भन्यो त यिनीहरूको रिलेसन चाहिँ पोजिटिभ रिलेसन छ भन्ने कुरा बुझ्यो अब यफले के भन्यो त अब होइन छुट्टा छुट्टै इन्भेस्ट नगर्ने दुईटैमा म इन्भेस्ट गर्छु यदि दुईटैमा मैले इन्भेस्ट गर्दाखेरि मलाई चाहिँ रिस्क कति हुन्छ रिटर्न कति हुन्छ भनेर सोधेको दुईटैमा इन्भेस्ट गर्दा के गर्यो त 40 तपाईले जति अमाउन्ट इन्भेस्ट गर्ने हो त्यसको 60% चाहिँ स्टक एमा इन्भेस्ट गर्नुहुन्छ 40% चाहिँ तपाईँले स्टक बीमा इन्भेस्ट गर्छु भने जस्तै लाइक एक्जाम्पल तपाईँले 1 लाख रुपियाँ इन्भेस्ट गर्न लाग्नु भएको छ भने 1 लाखको स्टक एमा यो स्टकमा तपाईँले 60,000 इन्भेस्ट गर्नुभयो यसमा तपाईँले 40,000 इन्भेस्ट गर्ने भन्नुभयो पर्सेन्टेज वेट दिएको यो 40% र 60% चाहिँ के त वेट दिएको हो अनि यो चाहिँ तपाईँको अमाउन्ट हामीलाई यहाँ मिनिङ छैन अहिलेलाई होइन के बुझ्नु पर्यो त 60% तपाईँले स्टक एमा इन्भेस्ट गर्नुहुन्छ 40% स्टक बीमा इन्भेस्ट गर्नुहुन्छ अब हामीलाई यहाँ निकाल्ने चाहिँ के हो त हामीले सोधेको चाहिँ यफ नम्बरमा हामीलाई सोधेको चाहिँ के हो त एक्सपेक्टेड रिटर्न अन पोर्टफोलियो सोधेको expected return
रिटर्न अन पोर्टफोलियो भने चाहिँ के त अब पोर्टफोलियो भनेको चाहिँ एक्सपेक्टेड रिटर्नको चाहिँ सिम्बल के हो त आर हो हैन स्टक ए हुँदा आरए लेख्थ्यौँ स्टक बी हुँदा आरबी लेख्यौँ केही पनि दिएन भने आरजे लेख्ने भन्यौँ तर पोर्टफोलियो भन्यो भने चाहिँ यहाँ पोर्टफोलियोको पिआरपी लेख्छौँ हैन इआरपी अगाडि यी त भएछ एक्सपेक्टेडको हैन यो प्रोबेबिलिटीमा इआरपी हुने भयो यसको सिम्बल अब यसको चाहिँ के हुन्छ त फर्मुला भने डब्लुए इन्टु इआरए प्लस डब्लुबी इन्टु डट युज गर्नु इआरबी एउटा कुराहरू हुन्छ यो कुराहरू तपाईँलाई थाहा छ जस्तै यसरी डब्लुए डब्लुबी लेख्ने होइन है डब्लु लेख्ने तलपट्टि ए डब्लु तलपट्टि बी यो इआरए को पनि आरए भनेर लेख्ने होइन के लेख्ने त आर तलपट्टि ए यसै गरी आरबी को पनि यसरी आरबी लेख्ने होइन आर लेख्ने तलपट्टि बी लेख्ने सिम्बलहरू लेख्ने तरिका पनि थाहा हुनुपर्छ सानो कुरा तर यति सानो कुरा एकदम मार्क्स पाएर दिन्छ ओके अब यो भनेपछि अब यहाँ हामीलाई डब्लुए र डब्लुबी भने के त हो हेर माथि नै देखाइदिने हुन्छ वेट अफ स्टक ए को वेटलाई चाहिँ हामीले डब्लुए भन्छ त्यसै गरी वेट अफ स्टक बी को लागि चाहिँ हामीले डब्लुबी भन्छौँ कति पर्सेन्ट डब्लुए 60% यसलाई डेसिमल बनाने यो भनेको 0.6 यसमा कति पर्सेन्ट इन्भेस्ट गर्यो भनेको छ 40% भनेको चाहिँ कति 0.4 अब त भइगयो नि डब्लुए कति रहेछ त डेसिमल ग्राम 0.6 इन्टु इआरए त माथि निकालेको छ हामीले हैन इआरए कति निकालेको छ इआरए हाम्रो यहाँ निक्लेको छ 9.4 हैन इआरए कति रहेछ त 9.4 प्लस डब्लुबी भनेको 0.4 इन्टु इआरबी भनेर कति निकालेको छ इआरबी हाम्रो यहाँ छ 11.4 पोर्टफोलियो रिटर्न आयो 11.4 यसलाई अब क्याल्कुलेट गरौँ 0.6 इन्टु 9.4 प्लस 0.4 इन्टु 11.4 यो आयो तपाईँको 10.2% आयो ल रिटर्न आयो तपाईँको 10.2%। अब अर्को एउटा हाम्रो लास्ट बाँकी छ यहाँ मैले अटेन अब हामी नेक्स्टमा गरौँ यहाँ मैले नेक्स्टमा अरू क्वेसन ल्याइसकेँ होला ठिकै छ यसलाई पनि गर्छौँ यो भने चाहिँ अब हामीलाई यसलाई मैले स्किप गर्ने यसलाई हटाइदिएँ यसलाई अहिले हामीले इग्नोर गर्छौँ है यो क्वेसनलाई किनभने हामी यहाँ त सम्भावना कम छ हामी भोलि गर्छौँ यो क्वेसन हिजो अघि नै हामीले यो किन क्वेसन राखेको त भने एउटा मैले हिस्टोरिकल प्रोबेबिलिटीबाट सिकाएँ अर्को हिस्टोरिकलबाट कसरी गर्ने भन्ने कुरा सिकाउनुपर्छ यो सँगसँगै यो र अनि त्यो जुन मैले अहिले कोरिलेसन गरेर क्वेसन हालेँ त्यो दुईवटा क्वेसन हामी भोलि गर्छौँ त्यसपछि यतापट्टिको पार्ट सकेपछि अनि भोलि तपाईँलाई चाहिँ मैले यो क्वेसनहरू गर्नुहोस् भनेर भनिदिन्छु भोलि ओके अहिले हामी यही क्वेसनलाई कन्टिन्यू गरौँ यसमा हाम्रो के निक्ल्यो त पोर्टफोलियोको रिटर्न निस्क्यो होइन पोर्टफोलियोको के निक्ल्यो त एक्सपेक्टेड रिटर्न अन पोर्टफोलियो अब के त स्ट्यान्डर्ड डेभिएसन अफ द पोर्टफोलियो अब त स्ट्यान्डर्ड डेभिएसन पोर्टफोलियोको स्ट्यान्डर्ड डेभिएसन कसरी निकाल्ने त है यसको फर्मुला अलिकति लामो छ एकदम बुझेर गर्ने छोप्ने होइन एकदम बुझिसकेपछि सिम्पल हुन्छ तर हेर्दा चाहिँ लामो देखिन्छ अब हाम्रो चाहिँ पोर्टफोलियो स्ट्यान्डर्ड डेभिएसन यो क्वेसन होइन है यसको होइन यो अगाडिको पोर्टफोलियो स्ट्यान्डर्ड डेभिएसन यो चाहिँ सिग्मा सी स्ट्यान्डर्ड सिग्मा पोर्टफोलियोको तलपट्टि पी है त अब सिग्मा पी इज इक्वल टु यसको फर्मुला चाहिँ के छ त रुट लामै हुन्छ फर्मुला रुट सिग्मा ए को स्क्वायर
इन्टु WA को स्क्वायर सिग्मासँग WA को स्क्वायर प्लस फेरि सिग्मा B को स्क्वायर प्लस WB को स्क्वायर यहाँसम्म के गाह्रो भएन सिग्मा A को स्क्वायर इन्टु WA को स्क्वायर सिग्मा B को स्क्वायर इन्टु WB को स्क्वायर यो भनेको के त अघि हामीले एक्सपेक्टेड रिटर्नमा चाहिँ एक्सपेक्टेडलाई वेटसँग मल्टिप्लाई गर्यो यहाँ हैन यहाँनिर हामीले के गर्यौं वेटसँग मल्टिप्लाई गरी WA र हामीले चाहिँ के गरेर एक्सपेक्टेड रिटर्नसँग मल्टिप्लाई गर्यौं भने उता चाहिँ रिस्कसँग मल्टिप्लाई गरेको छ हैन रिस्कसँग हामीले मल्टिप्लाई गर्ने सिग्मा A को स्क्वायर इन्टु WA को स्क्वायर प्लस सिग्मा B को स्क्वायर इन्टु WB को स्क्वायर फर्मुलाहरु चाहिँ याद गरिदिनु चाहिँ कसो छ जति धेरै प्र्याक्टिस गर्नु त्यतिकै सजिलो हुन्छ इन्टु 2 COVAB भनेर WA WB फर्मुला चाहिँ यो सिग्मा A को स्क्वायर इन्टु WA को स्क्वायर प्लस सिग्मा B को स्क्वायर इन्टु WB को स्क्वायर इन्टु 2 COB WA WB गर्यो भने के आउँछ त तपाईको स्ट्यान्डर्ड डेभिएसनको पोर्टफोलियोको फर्मुला आउँछ अब यसैलाई मैले अलिकति तर्काइदिए अहिले हामी भ्यालु त राखौँला यसकै सट्टामा तपाईले के पनि गर्न सक्नुहुन्छ अर्को पनि भने यहाँसम्म सेम भनेको सिग्मा A को स्क्वायर इन्टु WA को स्क्वायर प्लस सिग्मा B को स्क्वायर इन्टु WB को स्क्वायर प्लस 2 COB को फर्मुला के हो यहाँ त अथवा यहाँ देखाउनै पर्दैन हैन इमेल गरिदिन्छु COB को फर्मुला के हो त के रे हाम्रो कोरिलेसनको फर्मुला कोरिलेसन AB = COB AB सिग्मा A सिग्मा B हो भनेपछि यसलाई क्रस मल्टिप्लिकेसन गर्दिनुस् त के हुन्छ COB AB = कोरिलेसन AB इन्टु सिग्मा A सिग्मा B हुँदो रहेछ यसलाई क्रस मल्टिप्लिकेसन गर्दियो भने हैन COB को फर्मुला त यो पनि रहेछ नि त हैन COB को ठाउँमा तपाईले यो लेख्न सक्नुहुन्छ यो COB को जुन COB को ठाउँमा छ यसको ठाउँमा तपाईले कोरिलेसन AB इन्टु सिग्मा A सिग्मा B लेख्न सक्नुभयो अनि यतापटिको पार्ट त बाँकी छँदैछ इन्टु WA WB यसरी हामी फोक्रिएर यसरी आको यो फर्मुला यसरी आको कोरिलेसन यो फर्मुला चाहिँ किन चाहिन्छ त भन्दा कहिलेकाहीँ तपाईहरुलाई के हुन्छ त भने कोभेरियन्स नदिएर कोरिलेसन यो चाहिँ कोरिलेसन तपाईहरुलाई कहिलेकाहीँ गिभन दिन सक्छ कोरिलेसन गिभन दिएको छ भने त्यो बेलामा तपाईले स्ट्यान्डर्ड डेभिएसन निकाल्नु पर्यो नि यो फर्मुला युज गर्नु पर्छ यो फर्मुलाबाट गरेर मिल्दैन किनभने COB दिएको छैन तपाईलाई त के दिएको छ डाइरेक्ट कोरिलेसन दिएको छ कोरिलेसनबाट तपाईले यसरी गर्न सक्नुहुन्छ यो चाहिँ कोरिलेसन दिएको बेला मात्र यो फर्मुला युज गर्ने अदरवाइज यो फर्मुला युज गर्नु पर्दैन ओके अहिले त हामीले यो फर्मुला युज गर्छौं ओके अब भ्यालु पुट गर्ने काम भयो र अनिखेर क्याल्कुलेट गर्ने काम हो सिग्मा A कति छ ओके तपाईहरु नै भन्नुस् न एकजनाले किनभने यता सार्दै हेर्दै गर्दा थोरै टाइम लाग्छ सिग्मा A कति छ 7.10 सर 7.10 भनेर पढ्नु लेखेको छ यसको स्क्वायर यो पनि इम्पोर्टेन्ट है हेर सानो कुरा छ स्क्वायर गर्नु पर्यो भने 7.1 को स्क्वायर गरेर लेख्न पाइदैन है यस्तो पोइन्टमा छ भने जहिले पनि 7.1 को अनि यसरी ब्र्याकेट गरेर मात्र स्क्वायर गर्न पाइन्छ त्यो 7 मात्रै छ भने 7 को स्क्वायर गर्न पाइयो ब्र्याकेट गर्नु परेन तर 7.1 डेसिमलमा आयो भने चाहिँ 7.1 को स्क्वायर गर्न पाइदैन 7.1 को स्क्वायर गर्नु है यो टेक्निकल कुराहरु हो त्यो टेक्निकल कुराहरुले पनि एक्जाममा मार्क्स काटिरहेको हुन्छ यो सानो कुरा हो तर म चाहिँ सानो कुराहरुलाई पनि सम्झाइरहेको हुन्छु किनभने हामीले बोर्ड एक्जाममा प्र्याक्टिस गर्दा कुराहरु भेटिन्छ W भनेको चाहिँ 0.6 छ यसको स्क्वायर प्लस सिग्मा B कति छ 10.86 10.86 यसको स्क्वायर
इन्टु 0.4 होइन यो त किनभने 0.6 प्लस 2 इन्टु सिओबी कति छ 73.64 सर 73.64 इन्टु डब्लुए भनेको 0.6 इन्टु 0.4 यसलाई हामीले क्यालकुलेट गर्नु तपाईँहरूले जान्नुहुन्छ भने अब डाइरेक्ट एकैचोटि गर्न पाइन्छ जान्नुहुन्न भने पहिला यसको स्क्वायरको गर्नुहोस् अनि फेरि यसको गर्नुहोस् अनि कल राख्नुहोस् होइन क्यालकुलेटर तपाईँको साइन्टिफिक क्यालकुलेटर एक्जाममा लानु पाइन्छ सक्नुहुन्छ गाह्रो त होइन सकिन्छ भने त्यसरी गर्नुहोस् 7.1 स्क्वायर इन्टु 0.64 स्क्वायर प्लस 10.864 स्क्वायर इन्टु 0.44 स्क्वायर प्लस ब्राकेट राख्नु पर्यो 2 इन्टु 73.64 इन्टु 0.6 इन्टु 0.4 ओके अब यसलाई रुट पनि गरिदिनु पर्यो है रुट गर्दाखेरि यसलाई रुट गर्दाखेरि एन्सर आयो तपाईँको 8.5 यो लेभलको कोही क्यालकुलेसन मैले अहिले स्पिडमा क्यालकुलेट गरेँ नि त्यो लेभलमा क्यालकुलेट गर्ने भन्नुपर्छ के त्यो पछि हेर्नुहोस् त कति चाँडै टाइम सेभ भयो मैले चाहिँ चाँडै क्यालकुलेट गरेँ तपाईँहरूलाई अझ 1 मिनट 2 मिनट अझ लाग्छ के भनेको 1-2 मिनटले गर्दाखेरि हाम्रो कतिवटा क्वेसन छोडिसकेको त्यही भएर हामीले त्यो स्मार्ट वेबाट पनि जान्नुपर्छ हामी मेन भनेको चाहिँ के हो त बोर्ड एक्जाममा चाहिँ टाइमलाई कसरी म्यानेज गर्ने होइन हामीले सकेसम्म हामीले 100 मार्क्सकै चाहिँ एटेम्प गर्नुपर्ने हुन्छ अनि हामीले गर्न चाहँदा त हामीले खोज्दा खोज्दै पनि हामीले भ्याइरहेको हुँदैन त्यसले गर्दाखेरि क्यालकुलेसन पनि एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो कसरी गर्ने कति फास्ट गर्ने होइन इररलेसमा कसरी गर्ने होइन अब के भने मलाई त बानी परिसकेको छ होइन तपाईँको फास्ट क्यालकुलेट पनि हुन्छ अनि एउटा टाइम सेभ पनि हुन्छ त्यो लेभलमा तपाईँहरू पनि पुग्नुपर्छ अनि त्यसपछि टाइम सेभ भएपछि कहिलेकाहीँ चाहिँ एउटै क्वेसन काटेर फेरि गर्नु पर्यो त टाइम हुन्छ कि अदरवाइज टाइम कम हुन्छ किनभने इन्भेस्टमेन्टमा चाहिँ फेरि अलिकति अरूको हेरिकन एक्जाममा टाइम बढी नै लाग्छ जस्तै एफआइएममा खासै त्यति धेरै टाइम लाग्दैन होइन कर्पोरेट पनि अलिअलि लाग्छ तर सबैभन्दा बढी टाइम लाग्ने भनेको चाहिँ के हो इन्भेस्टमेन्ट सब्जेक्टमा नै हो एक्जाममा त्यो चाहिँ अलिकति केयरफुल हुन्छ ओके आज हामीले एउटा क्वेसनलाई राम्रोसँग डिटेलमा गर्यौँ एउटा गर्छौँ तर डिटेलमा बुझेर गर्छौँ स्पिडमा गरेर चाहिँ एकैचोटि 2-3टा क्वेसन गर्ने तर स्पिडले राम्रोसँग बुझेन त्यसको कुनै मिनिङ छैन राम्रो खालको क्वेसन लिएर आउँछु मैले त्यो राम्रो खालको क्वेसन लिएर आयो त्यसलाई राम्रो गर्छौँ ओके अब भोलिको केसमा चाहिँ हामीले यो एउटा क्वेसन गर्छौँ पहिला यो क्वेसन गरिसकेपछि अर्को पनि मैले कोरिलेसनको भनेको छु कोरिलेसनको एउटा लिएर आउँछु यो दुईवटा भइसकेपछि हामीलाई यतापट्टिको पार्टको सकिन्छ यसपछि हामीले सिएपिएम मोडल छ हामी सिएपिएम मोडलबाट कसरी चाहिँ रिस्क निकाल्छौँ भन्ने कुराहरू हामी यसमा बिटा कोएफिसिएन्टको कुराहरू छ सिएपिएम मोडलको कुराहरू छ हामी त्यतातिर चाहिँ पर्सिबाट जान्छौँ भोलिको क्लासमा चाहिँ हामीले यसलाई नै अझै एकपल्ट एउटा न्युमेरिकल कन्सेप्ट गर्छौँ हिजो 2टा गऱ्यो आज एउटा गऱ्यो भोलि 2टा गर्छौँ 5 वर्ष चाहिँ न्युमेरिकल गरेपछि यसलाई पुग्छ ओके आजलाई यति नै गरौँ तपाईँहरूलाई के क्वेसन छ भने अझ हामीसँग अलिकति टाइम छ हामी डिस्कस गर्न सक्छौँ